हामी जस्तो इन्भाइरोमेन्टमा छौँ र जोसँग छौँ त्यस्तै नै हुँदै जान्छौँ नि है। हुन त मान्छे त्यही नै हो, तर जोसँग हुन्छौँ त्यो फरक कम्फर्ट हिसाबले आफ्नो कम्फर्ट जोनले गर्दाखेरि चाहिँ बिहेभियर वाइज चाहिँ अलिकति फरक भइन्छ नि त। सायद त्यो सबैजनामा इम्प्लिमेन्ट हुन्छ नै होला, किनकि हुनु पनि पर्छ सबै ठाउँमा एउटै हिसाबले भएर पनि हुँदैन नि त। अनि घुम्न गएपछि त फेरि अलिकति अर्कै नै भइन्छ, जस्तो रेगुलर डेजमा हुन्छ त्योभन्दा त फरक नै भइन्छ। हामी चाहिँ निभा दिदी, म, दाई अनि हाम्रो साथीहरू घुम्न नगएको अलिकति टाइम भइसकेको थियो। फेरि मैले सधैँ घुम्न गएर पनि म घुम्नै पुगेको छैन भन्छु भन्ने मेरो वरिपरिको मान्छेहरूको कम्प्लेन यही नै हुन्छ। तर घुम्न गएको भने म टाढा गएको हुँदिनँ नि त, यहीँ वरिपरि गइदिन्छु, जे गर्छु भिडियो हालिहाल्छु अथवा फोटो हालिहाल्छ नि। त्यसले गर्दा चाहिँ म सधैँ घुम्न गइरहेको जस्तो देखिन्छ नि त। तर त्यस्तो त होइन, गइ त रह हुन्छु, जान चाहिँ जान्छु। म अलिक घुम्न मन पराउनेवाला मान्छे, के भन्नु अब त्यसलाई, आई एक्सेप्ट भन्छु नि त होइन। तर पनि अनि त्यसै गरी आज चाहिँ हामी अलिकति दिन पछाडि अनि 3जना मात्रै कहाँ जाने त भन्ने थियो। अझ मेरो इक्जाम सकिरहेको, इक्जाम बिग्रियो भन्ने टेन्सन, अनि कति टाइमदेखि कहीँ गएको छैनौँ भन्नेवाला त्यो भइरहेको थियो। अनि जहाँ भए पनि एकछिन भए पनि जाने है भन्ने त थियो नि। अनि मैले कति टाइम अगाडिदेखि लाखुरी भन्ज्याङ अनि त्यो उता लामाटार एरियामा चाहिँ त्यो रेलिङ भएकोवाला ठाउँ कति भिडियोजहरूमा देख्दा जान मन थियो। तर सबैजनाले त्यति पनि के जानेर भने जस्तो गर्थ्यो। तर आज त पनि निभा दिदीले त मलाई, निभा दिदी चाहिँ एकजना यस्तो मान्छे जसले नाइ नभन्नेवाला अनि सबै इच्छा पुरा गरिदिन खोज्नेवाला। यही भिडियोको थ्रु धन्यवाद निभा दिदी। थाहा छैन कसरी आउनुभयो, तर यस्तो मजाले आउनुभयो कि जसले चाहिँ सबै कुरा मानिदिनुहुन्छ भन्नेवाला, कम्प्लिटली ट्रस्ट गर्न मान्न सक्ने अनि भन्न सक्नेवाला मान्छे चाहिँ म भएँ। दिदी चाहिँ मेरो लागि त्यो मान्छे भइदिनु भयो। अनि आज चाहिँ हामी अब कति दिन भइसक्यो त्यो धेरै ढिलासम्म नसुतेको, एक्जाम नपढे पनि टेन्सन भएर, एक्जाम बिग्रियो पनि टेन्सन भएको भएर अनि ढिलासम्म सुतेर अलि ढिलै जाने भन्ने थियो। अनि त्यसैले अलि ढिला नै निस्क्यौँ, घरबाटै 12 बज्न लागिसकेको थियो निस्किँदा। अनि नजिकै पनि छ लामाटार, जाऊँ न त, अब धेरैजना पनि हुँदैन पनि थोरैजना भनेर हामी त्यता गयौँ। हामी मेन गएको चाहिँ त्यो रेलिङ भएको ठाउँवाला। अनि मैले 1-2जनाको भिडियो हेर्दा चाहिँ रेलिङ, अनि रेलिङ पछाडि त्यो गुफा जस्तोमा मन्दिर भए पछाडि चाहिँ एउटा पार्क जस्तो थियो। रेलिङ खोज्दै गयौँ हामी, जान चाहिँ गयौँ। भिडियो हेरेर मैले हेरेको थिएँ, अलिअलि त याद भएको बाटोसम्म गएँ। त्यहाँबाट त रेलिङवाला ठाउँ कति हिँड्दा पनि भेटेन। यति धेरैजना मान्छेलाई त हामीले लाङटाङ जाँदा पनि सोधेको थिएन मलाई कि त्यति धेरै सोध्यौँ, सबैजनालाई सोध्यौँ, कसैलाई थाहा रहेन रहेछ। बल्ल एकजना बुवाले चाहिँ अब यहाँबाट माथि पार्क अनि झरेर जानु भन्नुभएको थियो। तर पनि हामीले भेटाउन सकेनौँ। हुने बेलामा जहाँबाट हामीले पार्क गरेर हिँड्ने स्टार्ट गरेको थियौँ त्यहाँबाट सिधा जानुपर्ने रहेछ। हामी एक स्टेप माथिबाट लागेछ, त्यसैले हामीले कहीँ रेलिङ नदेखेर घुम्दा 3-4 घन्टा घुमे पछाडि बल्ल रेलिङवाला ठाउँ भेटायौँ। यति हाँस उठेको थियो त्यो रेलिङवाला ठाउँ भेटिँदाखेरि चाहिँ, किनकि त्यतिवटा ठाउँ खोज्नको लागि हामीले दिन नै बिताइदिएको थियौँ नि त। कहाँ छ के न जस्तो गरेर। अनि खाँदा पनि नखाइकन घुमेर खोजिरहेको थियौँ हामीले। अनि भेटायौँ अनि सबै 3जना मरि हाँस्यौँ। अनि त्यहीँ सबै थोक राखेर खायौँ ओऱ्यौँ। अनि माथिपट्टि भैरवनाथ ठाउँ थियो नि त, नाम थियो नि त, मन्दिर जस्तै थियो माथि गुफामा। अनि त्यहाँसम्म पुगेपछि त्यत्रो खोजे पछाडि त जानु त पर्यो दर्शन गर्न। गयौँ अनि दर्शनहरू गरेँ। त्यहाँ फोटो भिडियो चाहिँ कस्तो राम्रो आउने, त्यो वेदर, त्यो रुखहरूले गर्दा पनि होला कस्तो राम्रो थियो। राति हुन लागिसकेको थियो। अनि आज पहिलोचोटि निवादीले मलाई मार्नुहुन्छ यो सुनेपछि मलाई थाहा छ। तर पनि हामीले आज पहिलोचोटि होला एकदमै थोरै फोटो बनाएको, भिडियो बनाएको। अनि तर रमाइलो चाहिँ धेरै गरेको, 3जना मात्रै मजाले हिँड्यौँ। त्यो बाटोहरू रफ खालको नै थियो, सबै खुड्किला हिँड्ने। रातो माटोले जुत्ता बिग्रेर राते भएको थियो, लुगा राते भएको थियो। स्पेसली दिपेश दाईको त झन् धेरै राते भएको थियो। अनि रमाइलो गऱ्यौँ, 3जना मात्रै गयौँ। रमाइलो हुन्छ हुँदैन थाहा थिएन, तर एकदमै रमाइलो गऱ्यौँ। निभा दिदी र म मात्रै त पहिला पनि कति ठाउँ गएको थियो। अनि हामी 2जना त पागलपन्ती गरेर रमाइलो गर्थ्यौँ। आज दाइले पनि रमाइलो गर्नुभयो होला भन्ने आश छ, किनकि दाइले सोद्धा रमाइलो छ नै भन्नुभएको थियो। रमाइलो नै भयो होला। अनि राम्रो गऱ्यौँ, रमाइलो गऱ्यौँ, खायौँ पनि। अरू बेला जस्तो भन्दा अलिकति डिफ्रेन्ट थियो। यसपालि हामीले चटपटी बनाएनौँ, यसपालि हामीले नाचेनौँ, गीतहरू गरेनौँ। 3जना हल्ला गर्दै हिँड्दै मान्छेहरूलाई कति ठाउँमा सोधियो, कति रमाइलो गऱ्यो। तर ओभरअली मेरो लागि चाहिँ दिन एकदमै धेरै राम्रो भयो। अनि अझ पानी पर्ला जस्तो वेदर थियो नि त आजको त। बिहानदेखि पानी पर्ला जस्तो, हिजोदेखि नै भोलि पानी पर्छ कि भन्ने डर थियो। तर पानी परेन। जब हामी
बिहान जाँदा पनि लामाटारमा एक ठाउँमा मैले पहिला ब्याङ्कमा इन्टर्न गर्दाखेरि चिया खाएको ठाउँ थियो, त्यो बेलामा चिया खाएको त्यो मन परेको थियो लामाटारमा। अनि आज पनि बिहान जाँदा पनि खायौँ, अनि फेरि फर्किँदा पनि खायौँ। जता चिया खान बसेर निस्किन लाग्थ्यो नि त्यतिखेर पानी एक दुई छिट्टा हानेको थियो, ला अब भिज्ने भयो मजाले भन्ने सोचेको थियौँ। तर हामी कति धेरै लक्की रहेछौँ जस्तो फिल भयो। हामी जति जति अगाडि बढिरहेको थियौँ पानी ठ्याक्कै हाम्रो पछाडि थियो, अनि एक दुई ठाउँ गार्कोतिर आइपुग्नु लाग्दाखेरि एक दुई छिट्टा हानेको हो कि जस्तो लागेको थियो। हुने बेलामा त परेन पानी, हामी घर पुग्दासम्मै पानी परेन, सेफली आइपुग्यो, रमाइलोसँग आइपुग्यौँ एकछिन। तर एकदम धेरै रमाइलो गरेर अनि मेमोरी कलेक्ट गरेर, स्पेसली अब त घरकै सिडी देख्दा पनि हाँस उठिराखेको छ। आज त्यतिवटा सिडीको लागि हामी दिनभरि स्ट्रगल गऱ्यौँ भनेर। तर ओरली रमाइलो गऱ्यौँ, राम्रो ठाउँ गयौँ जस्तो भयो एकछिन गए पनि। अनि निभा दिदी र दिपेश दाइलाई धेरै धेरै धन्यवाद। यसै गरी घुमिरहन पाइयोस् जिन्दगीभरि अनि रमाइलो गर्न पाइयोस्।